आज चाहिँ हामी रङ एन्सर दिने गेम खेल्न गइरहेका छौँ। जसले सही एन्सर दिन्छ उसले चाहिँ पिटाइ खान्छ है त। मेरो ठुलो छ त्यही लान्छस् नि। अनि ल आज दुईजना मात्रै छौँ, एकजना पछाडि भएन खेल्ने साथी, अनि त्यही भएर चाहिँ हामी दुईजना मात्रै छौँ आज हामी। ल तैँले सोध्छस् कि अब त्यो उता राख्न कपीमा लेखेछ ल हेर्नु हामी कति दिदी बहिनी छौँ? 10 10 हो। तेरो नाम के हो? अनिता। एन्सर दिनुपर्छ है। तेरो बिहे कहिले भएको? 2058 सालमा। बुढाको नाम के हो? तेरो बुढा नाम? ए नसोच है त्यस्तै सोची न। कति पिटिनुहोस् त। यहाँ हान्ने हो के टाउको? हामी नजिक भएछौँ के। माछालाई कसरी खाने? माछा भन् काँची भन्नु पर्यो। भन्। टोइलेटमा के हेर्छस्? टोइलेटमा के गर्छस्? के हक्छस् अनिको? त केले हिँड्छस्? ल भन्। टाउकोमा के आउँछ? कपाल। तेरो कपालको कलर कस्तो छ? निलो। अಯ್यो कति रानी गयो? तैँले भन्। चरा कहाँ उड्छ? भुइँमा। तेरो छोरीको नाम के हो? बकम खुसारी। तैँले भन्। भोक लाग्यो भने के खान्छस्? पानी। मान्छे खान्छु भन्नु पर्थ्यो। तेरो भेनाजुको नाम के हो? डल्ले कुमारी बुट्टा। भन्। घाँस केले खान्छ? मान्छेले भन्दा भन्न। बाँधा तेरो को पर्छ? के फेरि भन् त? बाँधा तेरो को पर्छ? साथी उचाइले हानिहाल्छु मौका पायो भने। अनि फेरि भन्ने मिल्दैन नि भन्। घाम परेर कस्तो आयो है? गु केले खान्छ? कुकुरले कु खान्छ। अहिले कुकुरले खाँदैन। कस्तो काम ल? तेरो आँखामा के छ? मेरो आँखा परेला। पिसाब केमा गर्छस्? पटमा। पटमा त त्यो पिसाब गरिहाल्छु नि, बाटोमा भन्न बरु। बाटामा भन्न। भन्। ए भनिसालेर कुकुरको खुट्टा कतिवटा हुन्छ? 10 वटा। ल 25।
गाईले के दिन्छ ल भयो 4 मिनटमा सक्यो ल बाई बाई नेक्स्ट भिडियो अब अर्को